वाउ यो ठाउँ हो सोलुखुम्बु सल्लेरीबाट 20 मिनट मात्रै माथि उकालो चढ्नुपर्ने ठाउँ हो यो। यस ठाउँको बारेमा भन्नुपर्दा यो ठाउँ चाहिँ मेदोपाखे गुम्बा भयो। यो चाहिँ समाज गुम्बै हो त यहाँ ढाबाहरू 10-12 जना समितिले पालिराख्नु भएको छ। अनि त्यसै गरी यो माथिको भइहाल्यो। यो चाहिँ कपन स्कुल हो। तल कपन स्कुलकै ब्रान्च कपन स्कुलको ब्रान्च हो। यो चाहिँ होस्टेल। यहाँ चाहिँ 180-90 जना स्टुडेन्ट छ अरे टाढादेखि सबै ठाउँबाट। अनि चाहिँ टिबेटन स्कुल भएर राम्रो यहाँको पढाइ राम्रो छ। साथसाथै टिबेटन सम्बोटा लिपिहरू पनि पढाइ हुन्छ। अनि यो त नुम्बुरी हिमाल भइहाल्यो। यताबाट हिमाल अब यहाँ रुखले छेकेर। अनि यताबाट माथि त्यहाँ नुम्बुरी हिमालबाट माथि 4-5 स्टेपको माथि एभरेस्ट हिमाल पर्छ। माउन्ट एभरेस्ट विश्वकै अर्को हिमाल भनेर जो कहिले पनि थाहा छ। अनि यस ठाउँमा आउनुले तपाईँले धेरै समय चाहिँदैन। एकै दिनमा काठमाडौँबाट पुग्नु सक्नुहुन्छ। आफ्नो बाइक छ भने आरामले 2-3 बजी पुग्छ। बिहानै चाँडै हिँड्यो भने तपाईँहरू पनि आएर यहाँ इन्जोय गर्नु होला। म त अब धेरैचोटि आइसक्यो। अनि यस ठाउँमा बस्नु पाउनु भनेको भाग्यमानी हैन। यस्तो आनन्द मौसम काठमाडौँ तलतिर अहिले कति गर्मी छ। यहाँ एकदम आनन्ददायक मौसम वेदर राम्रो छ यहाँको। पानी पर्दा अलिअलि जाडो हुन्छ नत्र घाम लाग्दा यति न्यानो घाम त अब क्या मजा आउँछ यहाँ त।